गर्ने बेला त मोज गरा थिइस् होला। यस्तो क्रिमिनलहरूलाई चाहिँ फाँसी दिनुपर्छ। नेपाली कलाकार बलेमाथि जबरजस्ती करणीको आरोप लागेपछि नेपाल प्रहरीले चाहिँ अनुसन्धानको लागि भनेर बलेलाई चाहिँ गिरफ्तार गरिसकेको छ र अनुसन्धानको प्रक्रिया चाहिँ जारी छ। यही बिचमा धेरै पोस्टहरू आइसके यसकै बारेमा भनेर र मैले हरेक पोस्ट हेर्दै गर्दाखेरि चाहिँ हरेक पोस्टको कमेन्ट सेक्सन गएर मैले चेक गर्दाखेरि त्यहाँको कमेन्ट सेक्सन चाहिँ यति घिनौना यति नीच सोच भएको मान्छेहरू देखेँ मैले। र त्यहाँनिर मैले पुरुष मात्र होइन क्या महिला समेत त्यस्तो कमेन्ट गरिरहेको भेटेँ र मलाई लाज लाग्छ कि त्यो कमेन्टहरू हेरेर चाहिँ मलाई लाज लाग्छ। म त्यस्तो समाजमा त्यस्तो देशमा बसिरहेको छु जहाँ चाहिँ कसैले ममाथि बलात्कार भयो भनेर पुलिस र सरकारलाई ढकढकाउन जाँदाखेरि पनि यत्रो समयसम्म चाहिँ किन भनिनस् भनेर प्रश्न उठाइन्छ। त्यति मात्रै नभएर गर्ने बेला त मोज गरा थिइस् होला, अहिले आएर तँलाई यस्तो भयो भन्ने किसिमको देखियो होइन। म के भन्न चाहन्छु भने बलात्कार भनेको सानोतिनो कुरा होइन र मान्छेले बलात्कारलाई चाहिँ शारीरिक मात्रै हुन्छ, शारीरिक कुरा मात्रै हो भन्छन् होइन। तर त्यस्तो होइन। छोरी मान्छेमाथि जे गुज्रिन्छ जसलाई बलात्कार भएको हुन्छ त्यो मेन्टल्ली हरास्ड हुने कुरा हो, त्यो फिजिकल मात्र होइन। त्यसले लाइफ टाइम त्यो मान्छेलाई चोट दिन्छ र यही चोट मलाई त के लाग्छ नि नेपालको कानुन नै चेन्ज गर्नुपर्छ जस्तो लाग्छ क्या। जुन सजाय छ नि नेपालमा कडाभन्दा कडा सजाय भनेर बनाइएको जुन त्यो मेन्सन्ड छ भनौँ न होइन, दफाहरूमा मेन्सन छ कडा सजाय भनेर चाहिँ। कडा सजाय भनेको जन्म कैद भन्ने छ होइन। म त्यसमा असमर्थ छु। त्यो सजाय त्यति सजाय पर्याप्त छैन। बलात्कार त्यति सानो कुरा होइन कि कोही अभियुक्तले चाहिँ बलात्कार गर्ने मान्छेले चाहिँ जन्म कैद मात्रै पाओस्, त्यति साह्रो सजिलो कुरा होइन यो। म त भन्छु हाम्रो देशमा पनि जन्म कैद होइन क्या, यस्तो क्रिमिनलहरूलाई चाहिँ फाँसी दिनुपर्छ, कानुन बदलिनुपर्छ। ह्युमन राइट्सको कुरा आउँछ भने छोरीमाथि बलात्कार हुनु यो ह्युमन राइट्स हो कि होइन त? बलात्कार हुँदाखेरि के हुन्छ त्यो चिज म एक्सप्लेन पनि गर्न सक्दिनँ। र यो मेल जुन डोमिनेटिङ सोसाइटी छ यो सोसाइटीले सायद यो चिज बुझ्न पनि सक्दैन जबसम्म आफूमा घट्दैन क्या त्यो मान्छेहरूमा नि। त्यो घर जसले कमेन्ट लेखिरहेछ नि हो तिनीहरूको घरमा आफूमा गुज्रिनुपर्छ क्या यो चिज, अनि मात्रै बुझ्छन्। आफ्नो चेलीबेटीले भएपछि मात्रै बुझ्छन् होला सायद। त्यो केटी मान्छेले पनि आफूलाई भएपछि मात्रै बुझ्छन् होला क्या। म त छक्क पर्दैछु हौ कमेन्ट सेक्सन्सहरू देखेर, छक्क परिरहेको छु। यस्तो समाजमा छौँ हामी, अझै पनि विकसित समाज भनेको छ, एजुकेटेड समाज भनेको छ होइन, इक्वल राइट्स भइसक्यो मेल र फिमेलको भनेको छ, अनि अझै हामी पनि त्यस्तै सोचमा छौँ कि। मलाई चाहिँ के लाग्छ भने हाम्रो कानुन बदलिन जरुरी छ होइन। बलात्कारीलाई फाँसी दिनुपर्छ, जन्म कैद या 10 वर्षको कैद यस्तो खालको कैदले हुँदैन, जेलमा राखेर पर्याप्त छैन। त्यति सानो कार्य होइन यो, त्यति सानो क्राइम होइन यो बलात्कार भन्ने चिज चाहिँ। र दिन प्रतिदिन हामीले दिनौँ अब यो त लु कलाकारसँग रिलेटेड भएर यति धेरै आएको, नभए हरेक जिल्लामा हरेक ठाउँमा दिनको एउटा त कमसेकम रेप दर्ता हुन्छ जस्तो लाग्छ क्या मलाई डाटा अनुसार चाहिँ। म त्यो डाटा पनि हेर्छु के रहेछ भनेर। र यो चिजलाई चाहिँ जडेदेखि निकाल्न जरुरी छ क्या।